आज साइलीको किचनमा पाक्दैछ केराको तरकारी। सधैँ एउटै तरकारी कति खाने भनेर आज नयाँ ट्राई गरौँ न त भनेर मैले पनि केराको तरकारी बनाउन ट्राई गर्दैछु। मैले फ्राई चाहिँ पहिला पनि धेरैचोटि खाएको थिएँ। अनि हामी चाहिँ केरा लिएर आउँदाखेरि चाहिँ प्रायः केराको बुङ्गा केरा चाहिँ अचार बनाउँछौँ के। मैले चाहिँ तरकारी आफैले चाहिँ कहिले बनाएको छैन। अनि मलाई इजी पनि त्यो अचारै बनाउन इजी लाग्छ नि त। उसिन्यो अनि मजाले मोलमाल पार्यो, के अरे कागतीहरू हाल्यो, छोप हाल्यो, अचार रेडी हुन्छ। अनि तरकारी चाहिँ मैले फ्राई त्यति साह्रो बनाएको छैन। अनि अरू ठाउँमा मेरो मम्मीहरूले बनाएको खाएको यताउति। अनि मलाई मिठो पनि लाग्छ क्या फ्राई चाहिँ। चिप्स पनि मिठो हुन्छ केराको। अनि आज म हटिया गएको थिएँ नि त। अनि केरा देखेँ क्या कस्तो राम्रो केरा। अनि अन्त हामी पनि तरकारी बनाइदिइहालौँ भनेर लिएर आएँ है। अनि त्यति धेरै मिहिनेत पनि गर्न नपर्ने क्या। तर एउटा कुरा चाहिँ केरा काटेर त्यो बोक्रा छिल्दा चाहिँ यस्तो हात र नङ कालो हुने रहेछ, हेर्दै विरक्त लाग्ने भएको कि मेरो हात त। अनि केही छैन, सब्जी मिठो भयो भने त यो कालो त गइहाल्छ नि भन्ने सोचेँ मैले एकछिनमा। अनि यो चाहिँ तेल सेल हाल्ने चाहिँ रेगुलर तरकारी पकाए जस्तै हो कि, केही छैन यसमा रकेट साइन्स चाहिँ। मजाले यसको ग्रेभी खाँदा पनि भयो, फ्राई खाँदा पनि भयो। केरा चाहिँ अनि एकदम न्युट्रिसियस हो नि त, फेरि एकदमै राम्रो हुन्छ के। गर्मीमा शीतल पनि भयो। अनि मैले चाहिँ फर्स्ट टाइम बनाएको आफैले भरे नमिठो भयो भने किन रिस्क लिइहाल्ने भनेर अर्को पनि अल्टरनेट सब्जी बनाएर यो चाहिँ थोरै बनाएको थिएँ। तर यस्तो मिठो भयो नि, अनि कस्तो रिग्रेट भयो कि ला सबै पकाउनु पर्ने रहेछ भन्ने भयो कि। अनि मामु कति थोरै बनाइसक्यो भन्दै थियो बाबुले पनि। अनि मैले चाहिँ यीसँग मात्रै खाना खाएँ क्या, यस्तो स्वादिलो हुने रहेछ। अनि एकदम मजा आयो कि। हजुरहरू पनि ट्राई गर्नु होला है, एकदम मिठो हुन्छ।